खोइ मलाई चाबी के गरे सर दिनै छुट्यो यार सर सर त्यो चाबी चाहिँ दिन्न यो चाहिँ राख्नु क्या बरु गाडीको पेपर हो यो चाबी दिनु गाह्रो हुन्छ क्या हेभी छ कस्तो यार सानो कुरामा पनि यसरी नै तङ गर्छन् क्या त्यही भएर यो बाइक निकाल्नै मन लाग्दैन काठमाडौँमा मलाई भन्नुहोस् त सर के गरौँ मैले अब इन्डियन गाडी हो क्या यो इन्डियन नम्बर प्लेट हो मैले भन्सा तिरेर 2 हप्ता भयो नेपाल ल्याएको 1000 सीसीको गाडी हो क्या यो पछाडि छ नम्बर अगाडि हुँदैन पछाडि हुन्छ अरे मैले के गर्नु पर्यो सर अब हजुर म नेपाली मान्छे हो भन्सा तिरेर मैले साथीको बाइक लिएर हो क्या यहाँ 1000 सीसीको गाडी हो मतलब दिँदैन त यार के गर्नु पर्यो मैले भन्नु न सर अरे इन्डियन लाइसेन्स पर्यो इन्डियन बाइक चलाउनलाई हजुर इन्डियन बाइक चलाउने इन्डियन लाइसेन्स पर्यो कसले भने इन्डियन नम्बर लाइसेन्स हुनु पर्यो के भन्छन् यार हावा तालको कुरा गर्छन् भने इन्डियन लाइसेन्स चाहिन्छ इन्डियन गाडी चलाउन के भने यार यसरी बिजोग पारिदिएछ कस्तोमा ठिक छ यार हजुर त्यो त मैले के गर्नु पर्यो म इन्डिया पुग्नु छ क्या त सर भन्नु न बरु कस्तो यार थैट ओए मैं कुरी हेट के छ यार सन्चै ल है अरे इन्डियन गाडी चलाउन इन्डियन नम्बर प्लेट हुनुपर्छ भन्छन् यार कस्तो भने के गर्ने हो कसो गर्ने हो भनिदिनु छैनन् है मैले के गर्नु पर्यो सर भनिदिनुहोस् न म टाढा जानुपर्ने मान्छे सर जाऊ जाऊ हजुर ले ले सरको अलिकति बोली चाहिँ भएन क्या सर बोली नमिठो रहेछ क्या सर मैले गर्नु पर्यो के भन्नु न ठुलो त 1000 सीसीको आउँछ नि सर मैले गर्नुपर्ने के भन्नु न त ल अब कहाँ अरे भन्सार काटेर आउँदा नि यस्तो गर्छन् हेर्छ तपाईँहरू सरको बोली चाहिँ नराम्रो रहेछ क्या मलाई त अगाडि जा त भनेर ऊ भनिरहेको थियो अनि त्यही भने बोली चाहिँ अलिक नमिठो रहेछ मैले के गर्नु पर्यो सर भन्छु केही बोल्दै बोल्दैनन् क्या मैले इन्डियन नम्बर प्लेट गाडी लिएर आएको छु भन्सा तिरेको छु मैले अधिकारी बोलेको यो हाम्रो छ नि के छ दाइ बोली नमिठो रहेछ है मेरो हेर्नु नि त्यहाँ भन्सा तिरेर सबै चेक गरेर ल्याउँदाखेरि पनि यस्तो अब त्यही भने इन्डियन नम्बर प्लेट त रोक्नै पाउँदैन इन्डियन लाइसेन्स लिएर भन्छ भने थाहा छैन रहेछ क्या बिचराको मा जागिरै जाने भयो मुख छाडेछ क्या त्यो महानगरपालिकाको लागि